म दराज नेपाल सँगसँगै इन्डियाको एमेजन इन्डिया, फ्लिपकार्ट, स्न्यापडिल, मेसो र उडान जस्ता प्लेटफर्महरूमा एज अ सेलर बनेर अनलाइनबाट सामान बेचेको मेरो धेरै वर्ष बितिसकेको छ र इन्डियाको इकमर्स वेबसाइट्सहरूको कम्पेरिजनमा अहिले नेपालको दराज नेपालमा सेलर र प्रडक्ट कम्पिटिसन निकै नै कम छ, जुन अहिले वर्तमानमा नयाँ तथा पुरानो सेलरहरूको लागि एकदमै राम्रो कुरा हो जस्तो मलाई लाग्छ। तर यो सधैँभरि यसरी नै रहिरहने चाहिँ छैन। जब इन्डियामा एमेजन इन्डिया भर्खरै लन्च भएको थियो, त्यो बेलामा सबै सेलरहरूको एकदमै राम्रो सेल्स हुने गर्दथ्यो, किनभने त्यो बेलामा एमेजनमा बेच्ने सेलरहरूको सङ्ख्या निकै नै कम थियो र एमेजन इन्डियामा हरेक सेलरहरूले बेच्ने प्रडक्टहरू पनि एक अर्कासँग जुझ्ने गर्दैन थियो। सेलर बीच हुने कम्पिटिसन र प्रडक्ट बीच हुने कम्पिटिसन, यो दुवै नै कुराहरू त्यो बेलामा निकै नै कम भन्दा नि कम हुने भएको भएर एमेजन इन्डियामा जोइन गरेका हरेक नयाँ तथा पुराना सेलरहरूले त्यो सुरुवाती बेलामा एमेजन इन्डियामा सामानलाई बेचेर राम्रो प्रफिट कमाउन सकिरहेका थिए। तर जब समय बित्दै गयो र नयाँ सेलरहरू एमेजन इन्डियामा थपिँदै जान थाले, त्यसपछि सेलर र प्रडक्ट बीचको कम्पिटिसन एमेजन इन्डियामा एक्कासी वात्तै नै बढ्न गयो, जुन बेलादेखि हरेक नयाँ तथा पुरानो सेलरहरूको सेल्स अर्डरको मात्रा र प्रफिट मार्जिन चाहिँ एफेक्ट हुन थाल्यो। अब इन्डियाको इकमर्स वेबसाइटहरूको कम्पेरिजनमा अहिले दराज नेपालमा प्रडक्ट क्याटेगोरी वाइज सेलर बीचको कम्पिटिसन र प्रडक्ट बीचको कम्पिटिसन अहिले स्टिल पनि थोरै नै छ जस्तो मलाई लाग्छ। तर जति नेपालमा नि समय बित्दै जानेछ, दराज नेपालमा नि नयाँ सेलरहरूको सङ्ख्या बढेर भविष्यमा अवश्य नै धेरै नै पुग्नेछ र जुन बेलामा यस्तो हुनेछ, तब तपाईँ र बाँकी सबै दराज नेपालका सेलरहरूको फ्युचर सेल्स अर्डर र प्रफिट मार्जिनलाई पनि यो कुराले असर पर्न थाल्नेछ। अहिले दराज नेपालमा त्यति धेरै सेलर र प्रडक्ट कम्पिटिसन नहुनु वा नदेखिनुको कारण अहिले नेपालको इकमर्स वेबसाइटहरूमा सेलरहरूको सङ्ख्यामा त्यति खासै बढौती नभइहालेर मात्र हो। यो कुराले हामी यो बुझ्न सक्छौँ कि दराज नेपालले जति धेरै प्रडक्ट क्याटेगोरी सेलरहरूलाई प्रदान गरेको छ, त्यो सबै प्रडक्ट क्याटेगोरीहरूमा नेपालका सबै सेलरहरूले आफ्नो प्रडक्ट्सहरूलाई भरपुर तरिकाले बेच्न सुरु गरिसकेका छैनन्। त्यही भएर पनि अहिले दराज नेपालमा अहिलेको लागि भनेर चाहिँ नयाँ तथा पुराना सेलरले बेच्ने प्रडक्ट्सहरू दराज नेपालको अगाडिको सर्च पेजेसको रिजल्ट्सहरूमा स्टिल पनि देखि नै रहेको छ। तर यदि तपाईँ एमेजन वा विदेशमा रहेका अरू इकमर्स वेबसाइट्सहरूमा हेर्नुभयो भने तपाईँले देख्नुहुनेछ कि जुन सेलरको सामानले इकमर्स वेबसाइटमा राम्रो पर्फर्म गरिरहेको हुँदैन, त्यस्ता सेलरका प्रडक्ट लिस्टिङहरूलाई इकमर्स वेबसाइट्सहरूले सर्च पेजेसको लास्टभन्दा लास्ट पेजेसको रिजल्ट्सहरूमा देखाइरहेको हुन्छ, जबकि राम्रो पर्फर्म गरिरहेको सेलरहरूको प्रडक्ट लिस्टिङलाई मात्र इकमर्स वेबसाइट्सहरूले आफ्नो सर्च पेजेसको फर्स्ट पेज अगाडितिर देखाउने गर्दछन्। नेपालको इकमर्स वेबसाइट्स होस् वा विदेशको नै, हामीले बुझ्नुपर्छ कि दराज नेपाल नै एउटा इकमर्स वेबसाइट नै हो भनेर, जसको सपना पनि अरू एमेजन तथा इबे जस्ता इकमर्स वेबसाइट्स जस्तै ग्लोबल मार्केटमा आफूले एउटा ठाउँ बनाएर प्रफिट र सक्सेस कमाउन चाहन्छ। ढिलो चाँडोको कुरा मात्र हो, तर जे विदेशका इकमर्स वेबसाइट्सहरूमा हुने गर्दछ, भोलि पर्सि दराज नेपालमा सेलरको सङ्ख्या पनि चाहिने भन्दा बढी भइसकेपछि यही नै कुरा दराज नेपालमा नि एप्लाई हुन थाल्नेछ भन्ने मैले अनुमान गरेको छु। सेलर र सेलरहरूले सेल गरिराख्ने प्रडक्ट्स जबसम्म इकमर्स वेबसाइट्सहरूमा एउटा थ्रेसहोल्डभन्दा बढी नआएको हुँदैन, तबसम्म सबै सेलर्सको प्रडक्ट लिस्टिङ्सहरू इकमर्स वेबसाइट्सहरूमा राम्रोसँग देखिरहेको हुन्छ। तर जब सेलर र प्रडक्ट कम्पिटिसन कुनै पनि इकमर्स वेबसाइट्सहरूमा कुनै हदभन्दा बढी हुने गर्दछ, यस्तो बेलामा चाहिँ नयाँ र पुरानो लिस्टिङहरूलाई दराज नेपालले सर्च पेजहरूमा देखाउँदाखेरि के आधारले देखाउने गर्दछ भन्ने कुरालाई हामीले बुझ्नुपर्छ। पुरानो लिस्टिङहरूलाई सर्च पेजेसको अगाडि देखाउने क्राइटेरिया भनेको पुरानो लिस्टिङले गरेको पास्ट सेल्स रेकर्डको आधारमा, पुरानो लिस्टिङको सेल्स पर्फर्मेन्स के कस्तो छ, पुरानो लिस्टिङमा प्रेजेन्ट टाइममा कति धेरै वा थोरै बायर्सहरूको भ्युज र क्लिक्स आइरहेको छ जस्ता कुराहरू र अरू पनि विभिन्न आधारमा डिपेन्ड हुने गर्दछ भने नयाँ लिस्टिङहरूलाई सर्च पेजेसको अगाडि आउन गाह्रो नै पर्ने गर्दछ। इकमर्स वेबसाइट्सहरूमा सेलर र प्रडक्ट बीच हाई कम्पिटिसन हुँदाखेरि नयाँ लिस्टिङहरू सर्च पेजेसको अगाडि देखिने एउटा सम्भावना भनेको सेलरहरूले गरेको प्रडक्ट लिस्टिङ राम्रो हुँदाखेरि हो, किनभने इकमर्स वेबसाइट्सहरूमा प्रडक्ट लिस्टिङ मात्र यस्तो एउटा कुरा हो जुन चाहिँ सेलरको हातमा हुने गर्दछ। त्यही भएर कुनै पनि सेलरले आफ्नो प्रडक्ट्सको जति राम्रो तरिकाले इकमर्स वेबसाइट्सहरूमा प्रडक्ट लिस्टिङ गर्नेछ, त्यही हिसाबले सेलरहरूले गरेको उनीहरूको सामानको लिस्टिङ पनि सर्च पेजेसको अगाडि पेजेसहरूमा बढी देखिने सम्भावना बढ्न जानेछ। नेक्स्ट एपिसोडमा म तपाईँलाई किन नयाँ लिस्टिङहरू सर्च पेजेसको अगाडि पेजेसहरूमा देखिन जरुरी हुने गर्दछ भन्ने बारेमा कुरा गर्नेछु। एपिसोडलाई लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। धन्यवाद।